मैले रुँदै भगवानसँग मृत्यु मागेँ अनि भगवानले भन्नुभयो ठिक छ म तँलाई मृत्यु दिन्छु तर मैले तेरी आमालाई के जवाब दिने जसले मसँग तेरो हरेक दिन लामो आयु माग्छिन् मर्न पछि होइन केही गर्न पछि लाग तेरो सफलताको पर्खाइमा छन् तेरी आमा तथास्तु। माया गरेपछि सुख दुःख दुवैमा साथ दिन सक्नुपर्छ। कहिलेकाहीँ झगडा होला मन दुखे पनि सहन सक्नुपर्छ। झरेको आँसु पोछिदिने एकअर्काको हात हुनुपर्छ। यो संसार स्वार्थी छ कसैको विश्वास नगर्नु परेको बेला आफन्त नै टाढा भइदिन्छ। साथी मेसेज गर्दैनौ भने तिमीले मलाई गर्दैनौ होइन मेसेज नगर। एक दिन म यसै नै बदलिदिने छु कि जो कि तिमीले न त खोजेर नै भेटाउने छौ न त रोएर नै भेटाउने छौ। तैँले धोका पाइसके यो कुरा किन बुझ्दैनस् तैँले? मैले धोका पाइसकेँ र मेरो दिमागलाई पनि थाहा छ मैले धोका पाइसकेँ। साला यही कुरा मेरो मनलाई बुझाइदैन। धोकाको खेती गर्ने रहेछौ दिनदिनै मुटु साट्ने रहेछौ तर भनिनौ। टाइम पासको लागि कसैको जिन्दगीसँग नखेल। तिम्रो त्यही टाइम पासले गर्दा कसैको ज्यान पनि जान सक्छ। यदि सक्छौ भने साँचो माया देऊ सक्दैनौ भने कसैलाई झुटो आश पनि नदेखाऊ। तिमीले के पाउनको लागि दुश्मनी लिँदैछौ मसँग? मसँग केही पनि छैन किनकि म आफै पनि आफ्नो होइन। आगोले त पोलेर दाग मात्रै बनाउँछ र त्यसलाई मेटाउन पनि सकिन्छ। तिमी बिछोडिएको पीडाले पोलेको यो मन अझैसम्म पनि सेलाउन सकेको छैन नि माया। तिमी जोसँग बोल्दा खुसी हुन्छौ तिमी उसैसँग बोल माया। मेरो त के छ र म त हिजो पनि एक्लै थिएँ म आज पनि एक्लै छु र म भोलि पनि एक्लै हुन चाहन्छु। मलाई चाहिँदैन अर्की जे छ मलाई ठिकै छ त्यही एउटी। के को परीक्षा लिन्छौ मसँग? तिमी र म एक हुन सम्भव छैन भन्ने थाहा हुँदा हुँदै पनि तिमीलाई एकहोरो माया गरिरहने तिम्रो पागल प्रेमी हुँ म। तिमी बिना सक्दिन म एकै पल बाँच्न। वाइ तँलाई जोसँग खुसी हुन मन लाग्छ त्यहीसँग कुरा गर्न। मेरो त के नै छ र? म त हिजो पनि एक्लै थिएँ आज पनि एक्लै छु र भोलि पनि एक्लै हुनेछु। मलाई चाहिँदैन तेरो त झुटो आश किनकि पटक पटक तँलाई विश्वास गर्न पुगेर जिउँदो लास भइसकेँ म जिउँदो लास। बस अब छैनस् त मेरो लागि खास। तोके बाच अब तिम्रो भाग्य सधैँ फलोस् फुलोस् म बिना नि तिम्रो जीवन चलोस्। अब तिम्रो भाग्य माफी त म कहिले पनि गर्न सक्दिनँ। मेरो अन्तिम विश्वासको हत्यारा हौ तिमी। रातभरि झगडा गर्यो अब त जिन्दगीभरि बोल्दिन भने पनि बिहान गुड मर्निङ कान्छ भन्ने तिमी सौरा पो रिसाउन झगडा गर्न मन लाग्छ त माया। केटी भनेको मनको राम्रो हुनुपर्छ। अनुहारका राम्रा त बजारमा हजारमा देखेको छु। त्यसैले मलाई ठुला ठुला सहरका होटलहरूमा पकाइएको मोमो र चाउमिन भन्दा आमाले पोडेर दिएको मकै मनपर्छ साथी। यदि मायामा रूप र पैसा हेरिन्छ भने म आफै टाढा भइदिन्छु तिम्रो जिन्दगीबाट किनकि मसँग न त रूप छ न त पैसा नै। सानो बोल्न मन लाग्दैन भने ब्लग हान्देऊ तर प्लिज इग्नोर नगरिदेऊ नराम्रो लाग्छ।